पुरै माताको मान्छे जस्तो देखेछ त गाइजहरू ब्लग बनाऊ भनेको आज चाहिँ हामी वाटरमला बिच जाँदैछौँ यता खिचन राम्रो छ रोयल नेसनल यता साथी गयो नि आउँछ होला नि त अहिले 13 किलोमिटर यहाँदेखि त 60 मात्रै छ घुम्ती के भन्छ तिमीहरूको त घुम्ती पनि भन्दैन के अरे गोलाइ गोलाइ समुद्रले आकाश छोएको दुई चुल्टी पो बाटेको रहेछ त र यो मान्छेहरूले त पुग्यो हामी वाटरमेला हो वाटरमेला ग्वाटेमाला स्विमिङ गर्दो रहेछ पकेको खोला रहेछ नि त होइन हामी अहिले चाहिँ रोयल नेसनल पार्कको बिचमा छौँ होइन त म ट्याप गर्दा भयो पैसो बिल छैन यसो प्रोसेसिङ न भन्ने छ सोलर छ नि त खतरा है अब गरौँ त नम्बर प्लेट नदेखाऊ के भएको भन्दाखेरि चाहिँ यहाँ नेटवर्कै नहुँदो रहेछ अनि फोनबाट ट्याप गरेर गर्न चाहिँ नमिल्ने रहेछ अनि कार्डबाट मात्रै पेमेन्ट हुँदैछ पार्किङ फी सानो सानो पुलहरू रहेछ रक पुलहरू नाइस है राम्रो चाहिँ राम्रो छ यहाँदेखि चाहिँ बिच सिधै देखिँदैछ नि हेर न राम्रो है साउथ हेरौँ एकछिन है यहाँबाट त सिधै उयो तल हो त बुढी सिधै मामा घर हो त त्यहाँबाट त यता साइडमा कर्नरमा चाहिँ बिच छ साइडबाट यता वक गरेर हामी चाहिँ यता आएको यता आएर यता जाने हो पर पुगिसक्यो मान्छे के छ अरे है बाटै सिक्यो त्यहाँ बाटो छोडिदियो अब कता यताबाट आउँदा ठुङ्दैन हेर्दैन वेभहरू अलिकति खतरा आउँछ अरे कि यतातिरको चाहिँ भन्ने सुनेको है मैले म्याराथन हो त्यो माथि अब चाहिँ डाँडाको टुप्पो पुग्न आँट्यो त्यसले चाहिँ विन्डको डाइरेक्सन देखाउँदो रहेछ हेर न स्विट बिच है सानो
झर्ना भएकोतिर जाउँ कोही पनि नहुने छु मान्छे छैन तातो है त्यसपछि चिसो भयो भनेर फेरि बसिरहेको भ्लगको इन्ड गर्नुपर्ने भयो क्या चिसो भयो क्या धेरै त्यही भएर म अब अर्को बिच हुन्छ कि अब कहाँ हुन्छ अर्को भ्लगमा भेट्ने बाचाका साथ अहिलेलाई म बिदा माग्न चाहन्छु अहिलेलाई म बाई 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 गर काम त्यही हो ल थालिङ्गा त 1 2 3 गो